मेची राजमार्ग अन्तर्गतको बाटो मोटर बाटो है पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तत्काल त्यसलाई चाहिँ सरसफाई गर्नुपर्ने है, त्यो एउटा हाम्रो माग हो। अर्को, बाढी पीडित परिवारलाई घर निर्माण र अति आवश्यक सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्नेछ। र यो हामीले किन गर्दैछौँ भन्दाखेरि हामी प्रत्येक घरमा पुगिरहेका छौँ, प्रत्येक ठाउँमा पुगिरहेका छौँ। स्थानीय तहबाट कुनै पनि अहिलेसम्म उहाँले भने जस्तो राहतहरू प्राप्त नभएको कारणले गर्दाखेरि हामीले एजेन्डाहरू उठाउँदैछौँ हजुरहरूलाई। र अर्को, जेएनजी आन्दोलनमा शहीद तथा घाइते परिवारहरूलाई राहत र पूर्ण उपचार गर्ने बारेमा राज्यबाट के पहल भइरहेको छ यो हामी जान्न चाहन्छौँ। र यस बारेमा राहत ढिलो सुस्ती नगरिकन तत्काल घाइते पीडितहरूलाई जो हाम्रो जेएनजी आन्दोलनमा शहीद बनेका छन्, जसको परिवार गुमेको छ र जो घाइते अङ्ग भङ्ग भएको छ उहाँहरूलाई तत्काल राहतहरू पुग्नुपर्छ, यो हाम्रो एउटा माग हो। र अर्को भनेको जुन चाहिँ अहिले बाढी पीडितले क्षतिग्रस्त भएको छ हाम्रो इलाम जिल्ला र अन्य जिल्लाहरू पनि, र इलाम जिल्लाभरि 82 घर हामी पुग्ने सफल भएका छौँ। 82 घरमा हामी राहतहरू लिएर, जस्तै बाढी पीडितलाई खाद्यान्न, किचन सामग्री, त्रिपाल, घर सरसफाई र मर्मत, परिवारलाई नगद समेत होइन, मृतक परिवारहरू जो छ उहाँहरूलाई चाहिँ हामीले केही रकमहरू पनि उपलब्ध गराएका छौँ। र अहिलेसम्म हामी 82 परिवार 82 घरमा पुग्ने हामी प्रयास गरेका छौँ र पुगिसकेका छौँ, र बाँकी अरू ठाउँमा हामी पुगिरहेका छौँ। म हजुरलाई यो जानकारी गराएँ। र अर्को हाम्रो सबैभन्दा महत्त्वपूर्ण माग अर्को के हो भन्दाखेरि आउने फागुन 21 को इलेक्सन होइन, आउने फागुन 21 को चुनाव फागुन 21 गते हुनुपर्छ। त्योभन्दा उता सर्यो भने फेरि हामी त्यसमा कसरी आउनुपर्ने त्यो हामी जेएनजीहरू जान्दछौँ। हजुरलाई हामी यही आह्वान गर्यौँ, हाम्रो माननीय ज्यूलाई म यही रिक्वेस्ट गर्न चाहन्छु। र हामी इलाम जिल्लाको जेएनजी परिवार टिम र हाम्रो अभिभावक इलाम जिल्ला जेएनजीको अभिभावक टिमहरू पनि छौँ हामी। सायद हाम्रो माननीय ज्यूलाई म यो रिक्वेस्ट पनि गर्न चाहन्छु, हाम्रो अभिभावक टिमहरूसँग पनि हजुर भेटिदिनुहोस्, म यही रिक्वेस्ट गर्न चाहन्छु हजुरलाई। र अर्को एउटा सानो छ, हामीले डिटेल रूपमा कहाँ पुग्यो भने यो एउटा हाम्रो छोटो एजेन्डा छ, यो हाम्रो सल्लाह परिवेशमा दिनु अवसर गर्न चाहन्छु। हजुर म हजुरलाई दिन्छु। श्रीमान माननीय विशेष जानकारी तथा अनुरोध गरिएको सम्बन्धमा फलको सम्बन्धमा 2082 राख्नु परेको मिशन वर्षले जिल्लाको विभिन्न स्थानहरूमा अत्यन्तै ठुलो जनधनको क्षति पुर्याएको कुरा हामी सबैलाई सर्वज्ञ छ। उक्त क्षति भएको क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि जेएनजी परिवर्तन निगमको तर्फबाट हालसम्म मान्छेमुङ गाउँपालिका वार्ड नम्बर 1 गजलमुखीमा जम्मा 14 घर परिवार, देउमाई नगरपालिका 5 भुसेनीमा 3 घर, देउमाई नगरपालिका 3 लप्सीगोटेमा 3 घर र मूल खर्गमा 1 घर, इलाम नगरपालिका 11 सोयाकमा 1 घर, इलाम नगरपालिका 6 पालनगाउँमा 5 घर, घोषमा 3 घर, भालुडुङमा 1 घर र गढीगुडी घर, सन्दकपुर गाउँपालिका 11 करिबमा 1 छागेमा 1 घर, सन्दकपुर गाउँपालिका 4 मापुमा 1 घर, इलाम नगरपालिका 9 र 10 राजबाडी क्षेत्रमा जम्मा 40 घर र माइक्रोपुर गाउँपालिकामा 7 घर र गाउँमा 82 घर परिवारलाई राहत सेवा प्रदान